म चाहिँ कोठाबाट निस्किसकेँ कलेज जाँदैछु भुटार जाने गाडी पनि आइसक्यो कति छिट्टो के छ बज अहिले गाडीहरूको मेन चौक आइसकेँ पुग्यो फोनमा यही त छ मेरो कोठा मेन चौक छ हाम्रो मेन चौक यस्तो छ 6 बजी चाहिँ मान्छेको चलपल निकै नै बढ्छ मलाई चाहिँ यो मनाको दिने अफियान भइरहेछ सुरु अनि त एकदमै गाह्रो हुँदैछ एक्लै छु आउनु भएको त होला तर मेरो साथी एकजना हुनुहुन्छ उहाँ सजान भएको छ छैन म एक्लै छु जाँदैछु हाम्रो कोठाको नजारा यस्तो छ अस्ति सरस्वती पूजा चाहिँ कोठामा मनाएको थियौँ खतरा बनाएको छन् एकजना यहाँ हुनुहुन्छ हाम्रो सब्सक्राइबर मेरो ब्याग चाहिँ त्यहाँ छ यहाँनिर सरस्वती माताको के पोस्टर राखेको थियौँ यहाँनिर पूजा गर्नु म चाहिँ आएको थिइनँ अहिले चाहिँ बिदा भएर कलेज घर जाँदैछौँ हामी हो कि होइन साथी हो आज हाम्रो जनताहरू चाहिँ एकदमै कम हुनुहुन्थ्यो 3 जना मात्रै छ आज केटामा चाहिँ म एक्लै हामी चाहिँ कलेजबाट ड्याम गेट भन्दा पनि हाई स्कुल छेउमा आइसक्यौँ यता सँगै हुनुहुन्छ हाम्रो साथीहरू यो चाहिँ मेरो बहिनी हो साथी भन्दा पनि सँगै पढ्छौँ हामी अहिले ड्याम गेट आइसक्यौँ यो चाहिँ हाई स्कुल गाईहाटको हाई स्कुल हो हामी यहाँ आइसकेका छौँ अहिले हामी अब आफ्नो कोठातिर जानुपर्ने हुन्छ त्यहाँ मेन्चोक पुगेपछि उहाँ छुट्टिएर उता जानुहुन्छ हामी 2 जना सँगै जानेछौँ फाइनल्ली हामी मेन्चोक पनि आइसक्यौँ अब हाम्रो पछाडिको साथी छुट्टिनुहुन्छ उहाँ चाहिँ अब सिधै पिपल चोकतिर जानुहुन्छ माथि अगाडि अनि यो र म चाहिँ यतै हो यसको पनि माथि यो चाहिँ राधाकृष्ण मन्दिर छेउमा बस्थेँ अनि म यहाँ तलै बस्छु टक्क यहाँ छ हाम्रो मेन चौक एकदम बाटो क्रस गर्दा चाहिँ एकदम हेरेर हिँड्नुपर्ने हुन्छ फाइनल्ली म चाहिँ रुम भन्दा पनि यहाँ यो घरमा मेरो रुम छ यहाँ बस्छु यो चाहिँ अब आफ्नै घरतिर लाग्छ आफ्नो कोठातिर लाग्छ हामी यहाँबाट छुट्टिन्छौँ म चाहिँ यो नबिल ब्याङ्कको माथिल्लो तेस्रो तलामा बस्छु म कोठा आइसकेँ कोठामा चाहिँ दिदी आएकी छैन होला आफैले अब खाना बनाएर खानुपर्ने हुन्छ गाह्रो छ 10 बज्यो ठ्याक्कै 10 बज्यो मेरो अनि खानासाना बनाएर हुन्छ दाल कलाएर फाइनल्ली मैले खानाहरू चाहिँ खाइसकेँ अब पसल जानुपर्ने हुन्छ पसल जानुपर्ने हुन्छ त्यहाँ अब पसल जानेछु खानाहरू सबै आफूले बनाएर खाइसकेँ बिहान कोठामा आफूले बनाएर खाइसकेँ अब पसल जान्छु
फाइनल्ली गाइज पसल चाहिँ यही हो होइन, पसल चाहिँ यही हो। यहाँ भर्खर एउटा मिनी मिल, यस्तो मिल एउटा भर्खर बेचेको, अनि म अलिक बिजी नै थिएँ पसलले यो। तपाईँहरू कसैलाई यो कृषि सम्बन्धी औजारहरूदेखि लिएर यो मिल अनि त्यो बाहिर भएको ट्र्याक्टरहरू चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ होइन। एकदम बजारको भाउभन्दा सुपर मूल्यमा हामीले दिनेछौँ। एकदम सिकाउन ओर्न सबै कुरा हामी सबै गरी नै हाल्नेछौँ। पार्ट्सहरू सबै नै पाउँछ। लान चाहनुहुने महानुभावहरू आउन सक्नुहुनेछ। यो कृषि सम्बन्धी औजार ठ्याक सबै पाउँछ यहाँनिर, आउन सक्नुहुनेछ हाम्रो पसलमा। हस् त।